एभ्रिवान वेलकम टु आवर च्यानल। सबैजनालाई धेरै धेरै स्वागत गर्न चाहन्छु मेरो युट्युब च्यानलमा। सो आज चाहिँ म धेरै ठुलो कुरा धेरै बोल्न आएको चाहिँ होइन, थोरै मनमा लागेको एउटा जिज्ञासा हजुरहरू सामु लिएर आएकी छु। त्यो चाहिँ के हो भने जहिले पनि हामीले आफूलाई जहिले पनि एक्लो ठान्छौँ, एक्लो महसुस गर्छौँ, त्यति बेला चाहिँ हामी प्राय के गरिरहेका हुन्छौँ भने अरूको साथ खोजिरहेका हुन्छौँ कि जब हामी एक्लो हुन्छौँ, हामीलाई केही कुराले सताइरहेको हुन्छ या फेरि केही कुराले दुखी बनाइरहेको हुन्छ भने हामी कसैको साथ खोज्छौँ कि कोही यस्तो मान्छे भइदियो हुन्थ्यो जसले हाम्रो कुरा सुनिदियो, जसको अगाडि हामी रुन पाऊँ, कराउन पाऊँ, चिच्याउन पाऊँ। तर वास्तविक त भनियो भने चाहिँ यो एकदम गलत हो। जब पनि हामी एक्लो हुन्छौँ, एक्लो महसुस गर्छौँ, त्यतिखेर चाहिँ हामीले अरूको साथ भन्दा पनि आफूलाई नै खोज्नु पर्ने रहेछ। त्यो चाहिँ जरुरी रहेछ कि आफूले आफूलाई नै खोज्न जरुरी रहेछ, न कि अरूको साथ। कसरी भन्नुहुन्छ भने अरूको साथ क्षणभरको लागि मात्रै हाम्रो लागि एकदम त्यो पीडाको भारी बिसाइन्छ। त्यति बेलासम्मको लागि मात्रै यो मेरो मान्छे आफ्नो हो, यो मेरो त रहेछ भन्ने हुन्छ। किनकि त्यो व्यक्तिले हामीलाई सुनिदिन्छ, हामी दुखी हुँदाखेरि हामीलाई बुझिदिए जस्तो गर्छ र हामी एकदम आफूलाई ओहो यो मान्छेले त मलाई बुझ्छ है, यो मान्छेलाई त हामीलाई माया गर्दो रहेछ भन्ने फिल हुन्छ। तर बिस्तारै जुन मान्छेलाई हामीले आफ्नो सोचेका थियौँ, आफ्नो पीडाको भारी बिसाउने चौतारी ठानेका थियौँ या फेरि दुःख सुख हरेक सानो कुराहरू सुनाउने मान्छे ठानेका थियौँ, त्यो मान्छेले बिस्तारै के सोच्न थाल्छ कि अरे यसको त केही कामै छैन, जतिखेर पनि रोनी कराउने बुझाउन आउने यो त्यो भनेर बुझ्छ र फेरि त्यो मान्छेले पनि तपाईसितबाट एक्लै बनाइदिन्छ। त्यसैले कहिले पनि एक्लो फिल गर्नुहुन्छ भने एक कप चिया लिनुहोस्। एक कप चिया लिएर आफैसँग घन्टौँ समय बिताउनुहोस्, आफैसँग कुरा गर्नुहोस्, आफैसँग खुसी हुनुहोस्, आफैसँग रुनुहोस्, आफूलाई नै सम्झाउनुहोस्। तर कसैको साथ र कसैको आशको खोजी चाहिँ नगर्नु। म चाहिँ यति नै भन्न हजुरहरूको माझ यो भिडियो मैले बनाएको। यदि हजुरहरूलाई मेरो कुरा मनपर्छ भने प्लिज लाइक, कमेन्ट अनि सब्सक्राइब गरेर च्यानललाई सपोर्ट गरिदिनु हुन धेरै धेरै अनुरोध गर्दछु। थ्याङ्क यू।